हाम्रो मुस्ताङ यात्राको पहिलो भागमा काठमाडौँबाट सुरु भएको यात्रा पोखरा, तातो पानी र मुक्तिनाथ मन्दिर हुँदै सुन्दर मार्फा गाउँसम्म पुगेको थियो। हिमालको काखमा बिताएका ती दिनहरू अझै ताजा सम्झना जस्तै लागिरहेको छ। तर हरेक यात्रा जस्तै यो यात्राको पनि एउटा फर्कने बाटो थियो। आजको भागमा हामी मुस्ताङबाट काठमाडौँतर्फ फर्कने यात्रामा छौँ। तर यो केवल फर्कने बाटो मात्र होइन, यो बाटोमा अझै पनि धेरै सुन्दर ठाउँहरू, अनुभव र सम्झनाहरू हाम्रो पर्खाइमा थिए। यी सबै अनुभवहरू सँगै लिएर हामी अघि बढिरहेका छौँ मुस्ताङ यात्राको फर्कने तर उत्तिकै अविस्मरणीय अध्यायतर्फ। गाजल त्यो तिम्रो मिटाइदेऊ न, तिम्रो आँखाको रङ हेर्न मन छ। बाँधेको केस फुकाइदेऊ न, हावाले उडाको मन पर्छ। नढाक न मुहार शृङ्गारले, नढाक न मुहार शृङ्गारले, चन्द्रमामा पनि दाग हुन्छ, चन्द्रमामा पनि दाग हुन्छ। भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने, जे छौ जसो छौ तिमी, त्यही नै हो मलाई चाहिने, त्यही नै हो मलाई चाहिने। यहाँसँगै हामी उठिसकेका छौँ होइन। आज हाम्रो टुरको थर्ड दिन अनि हामी चाहिँ अहिले चाहिँ 7:30 भयो होला अनि 7 बजीतिर चाहिँ हामी यहाँबाट खाजा खाएर हिँड्नेछौँ। आज चाहिँ मेरो स्वरै सुकेको छ। हिजो त्यस्तो कराएको पनि थिइनँ, झन् हिजो चोलाएर बसेको थिएँ म। अस्ति त्यस्तो कराएको थिएँ, अस्ति केही पनि होइन। हाम्रो खत्री यहाँ खत्री प्याकिङ गर्दैछ। प्याकिङ गर्ने यार, कपडा चेन्ज गरेको गरे यार, मैला छन् न आज दिने मैला कपडा लाएर हिँड्दिने आज जानु पर्यो। अब जानु पर्यो, तौली छैन। हाम्रो अङ्कित साईले नि आफ्नो लुगा कपडा चेन्ज गरेर रेडी पोजिसनमा बसिसकेको छ। अनि होइन के भन न त, हाम्रो केही पनि छैन है। हाम्रो हेलो एभ्रिवान, अ भेरी गुड मर्निङ फ्रम मार्फा। अनि हिजो चाहिँ हामीले यहाँ नाइट स्टे गरेको थियौँ मार्फाको रोयल होटेलमा। सो अब चाहिँ हामी यहाँबाट पोखरा हुँदै नयाँ नयाँ ठाउँमा जाने कुरा भइरहेको छ। तेस्रो दिनको सुरुवातसँगै सबैजना फ्रेस, इनर्जेटिक र एक्साइटेड देखिन्थे। बिहानदेखि नै हाँसो, गफ र रमाइला इन्सिडेन्टहरू सेयर गर्ने क्रम सुरु भइसकेको थियो। अब केही समयपछि ब्रेकफास्ट गरेर हामी यहाँबाट निक्लिनेछौँ। हेर्दै हामीलाई साथ दिने होला। रेडी छौ तिमी? एक्साइटेड छौ नि आज? एकदम एक्साइटेड। एक्सपिरियन्स कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेको। राति चाहिँ हाम्रो साथीहरू धेरै छटपटिरहेका थिए यताउता होइन। तल माथि हाम्रो चाहिँ 2टा कोठा छ केटाको, अनि हाम्रो सेक्सनको चाहिँ 2टा कोठा छ। अनि कहिले माथि रुममा जाने, कहिले तल रुममा आउने गरे। हाम्रो भूपेन्द्र साई पनि पुरा रेडी भएर यहाँ खानाको। गुड मर्निङ मार्फा केटाहरू। सो आज मोज गर्दै के अरे शिवरात्रि, आज शिवरात्रिमा ल्याङ हानिन्छ है केटा। ए ह्याप्पी शिवरात्रि है आज। ह्याप्पी शिवरात्रि। ल्याङ हान्ने केटाहरू सबै मिलेर आइज। ल्याङ हान्यो, मोज गर्ने आइज। मोज गर्ने हो रे। ल हाम्रो जेनिस सर तिमी कहाँ गरायो? म माथि मुक्ति गरेर यसो नुहाएर आएको। तिमीले त अघि मलाई राति के भनेको थियो त? बिहान कसैलाई भेट्न जाऊँ भनिरहेको थियो त। अलि बिहानको जोस हो होइन। ल ठिक छ। ल शिवरात्रि गाइस। शिवरात्रि, जय शिवरात्रि, जय शम्भु, जय शम्भु। शिवरात्रि ह्याप्पी। अहिले म चाहिँ झापै छु, बिहान अलिअलि दिएको थिएँ। ह्याप्पी शिवरात्रि। हाम्रो भान्जाले सबैलाई। यही क्रममा जेनिसले आफूले 2 वर्ष पहिले लेखेको गीत गाउन थालेपछि वातावरण एक्कासी म्युजिकल बन्यो। हाम्रो ग्रुपमा गिटार बजाउन जान्ने एकजना जेनिस र अर्को रूपेश थिए। उनीहरूले रुमलाई
लाइभ म्युजिक भाइब क्रिएट गरे। ल बनाऊ भिडियो यो गीत चाहिँ मैले 2 वर्ष अगाडि टेङ्मा सुधा लेखेको गीत होइन कसको लागि लेखेको कसैको लागि लेखेको होइन यतिकै जोतमा आफै त्यतिखेर जुन मुडमा थियो त्यतिखेर लेखेको गीत होइन जोतमा लेखेको गीत हो कस्तो हुन्छ सुनौँ मौसममा तिम्रो साथ पाए हुन्थ्यो मलाई पनि तिम्रै साथ मन छ चिसो चिसो मौसममा आगो तापी बस्छौँ हामी मलाई पनि तिमी सँगै हुन मन छ तर थाहा छैन मलाई तिमी कहाँ छौ भनी आएर सम्हाली मेरो हात चिसो चिसो मौसममा आगो तापी बस्छौँ हामी दुःख सुखका कुरा गरी बस्छौँ हामी तर थाहा छैन खै कता छौ तिमी आएर सम्हाली मेरो हात चिसो चिसो मौसममा तिम्रो साथ हुन पाए हुन्थ्यो मलाई पनि तिम्रो साथ हुन मन छ संयोगले त्यो दिन शिवरात्रि पनि परेकोले दिनको सुरुवात अझै स्पेसल र मिनिङफुल महसुस भइरहेको थियो। त्यसपछि हामी ब्रेकफास्ट खान रुमबाट तल झर्यौँ। त्यहाँ आकाश सरले आजको फुल सेड्युल डिटेलमा एक्सप्लेन गर्नुभयो। शिवरात्रिको शुभकामना सबैलाई एकदम शिवको आशीर्वाद सबैलाई मिलिराखोस् होइन एकदमै मर्निङ फ्रम मार्फा है गुड मर्निङ फ्रम मार्फा आज फागुनको 2 गते है हामी चाहिँ मार्फा होटेल 3 गते होला कि 2 गते हो नि ए आज हामी 1 गते हिँडेको है ओके कस्तो माइ मिस्टेक त्यो म हेरिहाल्छु है अब यस्तो छ भने आज फागुनको 3 गते र फेब्रुअरी 15 तारिकको दिन हामी मार्फामा छौँ। मार्फामा हामी यो रोयल होटेलमा हामी बास बस्यौँ होइन एकदमै होटेलको बेडरुम चाहिँ मलाई एकदमै मन पर्यो बेड एकदमै मन पर्यो यस नो कम्प्लेन रुमको चाहिँ सबै पोजिटिभ मोडबाटै हामी सुरु गर्नुपर्छ होइन पोजिटिभ नै लागेको छ मलाई होइन यो होटेल चाहिँ त्यो सबैजना बसाइ चाहिँ साँझको राम्रै भयो जस्तो लाग्यो मैले त्यो सोध्नै भ्याएन विद्यार्थीलाई सोध्छु मैले त यहीँ सोधिहालेँ मैले गणेशलाई कस्तो लाग्यो राम्रो भएको थियो आजको बसाइ चाहिँ ओके साँझको सुताइ कस्तो रह्यो निदाइयो कि निदाइएन निदाइयो आज त मस्त लाग्यो अस्ति राम्रोसँग सुत्न सकेको थिएन ओके ल आज निद पुऱ्याउन जरुरी थियो किनभने अब फेरि हाम्रो यात्रा कन्टिन्यू रहेको छ आज हामी कहाँ जान्छौँ ओके ल अब फर्स्टमा त हामी यहाँ ब्रेकफास्ट खान्छौँ हामी 7 बजी ब्रेकफास्ट भनेको छ साथीहरू पहिले खाइपिन आएका छन् कोही यहाँ रेडी भएर आउँदैछन् 7 बजी हामी ब्रेकफास्ट खाएपछि अब हाम्रो पहिलो पोइन्ट भनेको चाहिँ रुप्से झर्नामा हामीले टाइम स्पेन्ड गर्नेछौँ तर बिफोर द्याट यदि सपिङ गर्ने इन्ट्रेस्ट छ भने होइन केही गिफ्ट लाने हो भने म अगाडि गाडी पनि रोकाउँछु म सोधेर साथीहरूलाई स्याउदेखि लिएर होइन एप्पल सुकुटीदेखि लिएर हरेक चिज पाइन्छ यसो बुझ्दा पनि हुन्छ 10 मिनट झरेर कति प्राइस छ के छ होइन त्यो अवसर म दिन्छु होइन कतिले किन्ला कतिले नकिन्ला किन्नै पर्छ अनि छैन ठाउँ थाहा हुन्छ नि त होइन त्यो हामी गरौँला सुरुमा हामी अगाडि ठ्याक्कै 10 मिनट अगाडि त्यहाँ होलसेल पसल छ म त्यहाँ रोकेर त्यस कसैलाई केही गिफ्ट चाहिन्छ भने त्यो हामी किन्नेछौँ अनि त्यसपछि अगाडि चाहिँ हाम्रो हामी आज धेरै स्पोर्ट छ र पहिलो स्पोर्ट भनेको चाहिँ हाम्रो रुप्से झर्ना रहेको छ र जति सक्दो यहाँ चाँडो हामी हिँड्न सक्छौँ त्यति हामी टाइम स्पेन्ड गर्न सकिन्छौँ होइन हामीले घुम्ने ठाउँमा चाहिँ रुप्से झर्नापछि अगाडि हामी बढ्छौँ लम्किन्छौँ अगाडि चाहिँ फेरि अर्को स्पोट आउँछ त्यो भनेको चाहिँ हाम्रो तातो पानीको आफ्नै विशेषता छ होइन नेचुरल्ली नै तपाईँले यदि तपाईँ भित्र त्यहाँ जानुहुन्छ इन्टर गर्नुहुन्छ भने त्यो पानी एकदमै हट वाटर छ कि यस्तो चिसो ठाउँमा पनि त्यो तातो पानी त्यहाँ नुहाउँदाखेरि पनि अर्कै फ्रेसनेस हुन्छ जुन हिजो मुक्तिनाथमा नुहाउँदाखेरि हामीलाई फ्रेसनेस भएको थियो नि त्यो एउटा टाइप थियो नि त्यो अर्को टाइपको फ्रेसनेस तपाईँले त्यो तातो पानीमा नुहाउनु भयो भने त्यो अनुभव तपाईँले लिन पाउनुहुन्छ अब त्यो हामीले भ्याइन्छ भ्याइँदैन त हामी त्यतिखेर डिसाइड गरौँला त्यसपछि भनेको चाहिँ हामी अगाडि बढ्नेछौँ अगाडि बढ्दै गर्दाखेरि चाहिँ हाम्रो अर्को भिजिटिङ प्लेस भनेको चाहिँ चेस्रो महादेव तर त्यो महादेव पुग्न मन्दिर पुग्दै हाम्रो खानी टाइम पनि त्यही दौरान हुनेछ हामीले खाना खानेछौँ त्यहाँ खाना खाइसकेपछि चेस्रो महादेव हामी भिजिट गर्नेछौँ
अनि त्यहाँ केही एकछिन समय हामीले स्पेन्ड गरिसकेपछि हामी अब हाम्रो यात्रा अगाडि बढ्नेछ। अबको यात्रा भनेको हाम्रो बागलुङको हुनेछ। बागलुङको नेपाल सर बागलुङको कुन गरे सर आजको डेस्टिनेसन हाम्रो रौनक पञ्चकोट। यो पालिको टुर हजुरहरूलाई के रौनक छ भन्दाखेरि यो इयरलाई चाहिँ पञ्चकोट हामीले लिएर जाँदैछौँ। यो फर्स्ट टाइम हो। यो तिमीहरूलाई पनि एकदमै बधाई छ। तिम्रो सँगसँगै हामीलाई पनि बधाई छ। हामी पनि पञ्चकोट भिजिट गर्न जाँदैछौँ। एकदम एक्साइटेड छु म त्यसको लागि पञ्चकोटलाई एकदमै हनुमानलाई हेर्नको लागि। आज शिवरात्रि भयो भने हामी सबै हनुमान पनि हो भगवान् रामको हामी हनुमान पनि हो जस्तो लाग्छ। त्यही भएर पञ्चकोट हामी भिजिट गर्नेछौँ। त्यसपछि आएर बागलुङ कालिका मन्दिर हामी घुम्नेछौँ। बागलुङ कालिका उस्तै फेमस मन्दिर रहेको छ, आफ्नै विशेषता छ। अनि बागलुङ कालिका घुमिसकेपछि हामी चाहिँ पोखरा आउनेछौँ। अनि त्यसपछि हामी होटेलमा खाना खान्छौँ। पोखरा लेक साइडमा आउनेछौँ। लेक साइड फ्रिली हामी घुम्नेछौँ। त्यही अनुसार चाहिँ अब हामी दिउँसो कि चाँजै 5 बजेतिर हामीलाई अपडेट हुन्छ। अनि त्यही अनुसार त्यो होटेलमा हामी जानेछौँ। अनि हामी फ्रेस भएर हामी खानासाना खाएर हाम्रो लेक साइडमा चाहिँ भेट हुन्छ सबैको। त्यो अर्कै मजा आउँछ। गुड मर्निङ म्यान, ह्यापी शिवरात्रि। थ्याङ्क यू, सेम टु यू। ल सर, गुड मर्निङ, ह्यापी शिवरात्रि। गुड मर्निङ भाइ, अनि ह्याप्पी शिवरात्रि। आज हामी गलेश्वरको महादेवमा बौर भजनका साथ डान्स गर्नुपर्छ है। हजुर। अब आजको विशेष आकर्षण भनेको पञ्चकोट प्लस बागलुङ कालिका छ। अनि अर्को रूपसे पनि हुन्छ। म त यी अरू सबै ठिकै छ। अर्को नगएको पञ्चकोट मेरो लागि पनि नयाँ छ। नयाँ हो। ल हस् हस्, थ्याङ्क हाम्रो यो हरिश साथीले चाहिँ यहाँ अन्डा कसरी फुटाउनु भनेर सिकाइरहेको छ। लाइक दिस होइन डु यस्तो गऱ्यो भने चाहिँ यो भित्रबाट सेतो होइन इङ्ग्लिसबाट म चाहिँ यो ब्रेड सबलाई आधी टुक्रै त्यति खाउनेवाला काजी अलिकति मात्र धेरै होइन। छिटो छिटो कोच छिटो यहाँ छिटो कोच अलिकति खानुपर्छ। माया पर्छ माया। अनि थोरै मात्र धेरै होइन, अलिकति खानुपर्छ 70 रुपियाँ खानुपर्छ। सब माया पर्छ। समीर सबले खान्छ छु। अब हाम्रो केटाहरू को अरू दिपेनलाई नि खानु थियो। दिपेन हो यो अलिकति खाऊ। अर्को बाँकी छ। अब त्यो को बाँकी छ? अब अरू को बाँकी छ भने झ्याप्पै आए मगर्नी के लिएर झ्याप्पै आए मगर्नी के लिएर लड्को उडेर ल मैले मिस्टेक भनेर हालेको छु अघिदेखि। ब्रेकफास्ट भएपछि केही फोटो खिच्यो, ग्रुप फोटो पनि लियो। लड्को स्माइल खै सबैको अनुहार आउनु पर्यो। 1 2 3 4 5 6 7 8 खोइ को हाँसेन है यहाँ। ल हटाउँदै केटाहरू हाँस्नु भयो है ल। केटा यहीँ बसे सँगै फेरि केटाकेटी पनि खिच्नु पर्यो नि। मार्फाको होटेलनिर अब यहाँबाट हेर्ने बेला चाहिँ सबै क्लासको सबको फोटो खिच्न लगाएको छौँ। यो केटाकेटीको एकचोटि रुपेश हाम्रो चाहिँ एकजना बहुतै बडा टिकटकर भिडियो बनाउँदै हुनुहुन्छ। म देखाउँछु। देखो हेलो एभ्रीवन। देखो जति सक्छौ होइन। अनि त्यो साङ्गीतिक कार्यक्रम गरिसकेपछि त्यसपछि हाम्रो यात्रा चाहिँ काठमाडौँतर्फ अगाडि बढ्नेछ। त्यतिखेर टुर सकिन्छ। टुर सकिने भनेको उहाँ कलेज गएर गाडीबाट त्यो ब्याग निस्के झरेपछि मात्रै हो। त्यही भएर लामो समय छ। प्रत्येक मोमेन्ट चाहिँ तिमीले के गर्नु पर्यो, बनाउनु पर्यो, इन्जोय गर्नु पर्यो भनेर भन्छु। ओके हस्। अनि अर्को डेस्टिनेसनतर्फ अघि बढ्यो। बाटोमा घर लैजान सामान किन्ने भनेर गाडी एक ठाउँमा रोकियो। करिब 10-15 मिनट जति गाडी रोक्यो।
के सपिङ गर्ने केटा के गर्छ ओए गीत बजा अफर गीत खाली तिमीहरू के सपिङ गर्छ तिमीहरू के सपिङ गर्छ यहाँ के सपिङ गर्छ लगिदिनको लागि घरमा घरै जान्न म रुममा दाइले लगिदिनु होला त के दाइले अब रक्सी लगिदिनु खाना छोडिसक्यो स्याउको रक्सी सोच्नु पर्ला सबैभित्र गयो मेरो भटी के सपिङ गर्ने सोचेको आज केही सपिङ गरेको छैन रितो पुरा चाहिँ हेऱ्यो भने त म आकाश पातालको फरक छ लाउनु मिलेन अनि चप्पल लगिदियो भइगयो त चप्पल कसलाई लग्ने मम्मीलाई मम्मी गाउँमा मम्मीलाई होइन हाम्रो लग्दा गिफ्ट हुन्छ नि त के स्याउ लगिदिने स्याउ जस्ती त छैन के किनेको त छैन के लाने मार्फा र स्याउ मार्फाको स्याउ मार्फा रक्सी रक्सी किन्ने भनेर कसको लागि किन्ने सोच्नु यता बस्नु यता कसको लागि के भन्नु अङ्कलको लागि भाइहरूको लागि तिमी चाहिँ खाँदैन नै भाइ नि खाँदैन अलि चाख्दैन स्याउको लागि चाख्छ होला नि अलिअलि मैले जुस किने हजुर अनि स्याउको जुस होइन ठुलोवाला तिनवटा सानोवाला अनि यहाँको मार्फा लोकल ब्रान्ड त्यो किने स्याउ सिमीको दाल धेरै कुरा किनि सक्दै 5,000 सपिङ गरेँ हो र याकको अचार स्याउको सुकुटी ल्याएर आयो करिब 10-15 मिनट जति गाडी रोक्यो। त्यस क्रममा सबैले सामान किन्यो र फेरि यात्रा कन्टिन्यू गर्यो। मैले मार्फा लिएर जाने भन्ने हो साथीहरूले अब मार्फा चाहिँ भएन अब सरी है केटा हो ल यो भल हेर्छ भने ल त केही ल्याएन यति होइन अरू त्यस्तै हो मार्फा अब रक्सी खाने बानी परिएन नराम्रो चिज अरूलाई पनि खुवाउनु भएन आफू नि खानु भएन नराम्रो चिज होइन यसो अब मुस्ताङ आएको बेला होलसेल पसल भने सस्तो होला भने झन् महँगो रहेछ कट्टु सबै किने कसले खानको लागि खट्टु मैले खान लाग्ने अरू कसले खाना घरका लागि किने हो नि त्यो दिदीले के भने है खट्टु लैजा बाबु है गर्लफ्रेन्डलाई गर्लफ्रेन्ड मस्किन्छ भन्नु लाग्यो है गर्लफ्रेन्ड मस्किन्छ तिमीहरूले के किन्यो चकलेट अनि छुर्पी अनि तितौरा के हो चितौरा भने के हो त्यो भने लप्सीको केटा हो हो र अनि अरू के किन्ने अब नकिन्ने पैसा छैन तिमीले के किन्यो मैले चकलेट एन्ड छुर्पी किने त्यति हो चकलेट टेस्ट मिठो रहेछ के चकलेट टेस्ट गरेको मिठो रहेछ त्यही भएर किनेको अनि अरू के टेस्ट गरेको ट्राई गरेको कस्तो दामी टेस्ट गरेर के गरेर टेस्ट गरेको नि 15 रुपियाँ लियो हो र अहिलेसम्म टुर कस्तो भइरहेको रमाइलो भइरहेको देखिरहेको थिएँ मैले देखिरहेको आज बेलुका रमाइलो गर्ने होला आज झन् रोइला नचोरीवाला चिज किने होला अहिले छैन हामी सोच्नु मान्छे किन छैन हामी नचौरीवाला नचौरी के नचौरी छैन के कलेजै दिन्छ रे बेलुका त होइन कलेजले त्यस्तो दिन्छ दिन्छ कि हेर्दिनौ न भने ल म पनि हेर्छु अब के भन्नु मन छ भन के किन्यो त्यो रक्सीको स्याउ अनि स्याउको रक्सी अनि स्याउको सुकुटी छुर्पी चकलेट स्याउको सुकुटी छुर्पी रक्सी अनि त्यसपछि चकलेट यति नै हो अनि रक्सी चाहिँ कसले खान लगिन दाइहरूले चाहेन असल रक्सी कसले तिमीले चाहेछ मिठो लाग्छ लाग्दैन ठिकै लाग्छ अहिले खाने कुरा चाहिँ छैन मैले त छुर्पी र अरू के सुकुटी मात्र
लक्ष्मी हो आज त शिवरात्रि लाग्ने होला त पछि होइन अघि त्यही बाट्यो भने होला नि त शिवरात्रि त्यो भएर एकदमै नराम्रो हो साली तिम्रो जोबन कसले लागेको हाम्रो हातको ल्याइदिनु फोहोर गनेर भाती एउटी ससुरा बाबा ओ यार सहेलियों से कैचअप कर लिया जिनको मिलना सही उसको वर्शिप कर लिया दुनिया जिसे आज मैंने ब्रेकअप कर लिया मेरे भूखे मैंने ये सब कर लिया केही समयपछि हामी रूप्से झर्ना पुग्यौँ। त्यहाँ छोटो समय बसेर केही फोटो र त्यहाँ घुम्न आएका मानिसहरूसँग पनि केही गफ गर्यो। रूप्से झर्ना एकसाथै छौ नि हेर्नु ल अब हामी झर्ना देखाउने कोसिसमा छौँ हाम्रो यहाँ टिकटकरहरूलाई नि भेटेको छौँ उनीहरूले चाहिँ झर्नालाई खिचिरहेको मैले देखाउने कोसिस गर्नेछु त्यो झर्ना कस्तो छ हामी देखाएको छ झर्ना देखाउने कोसिसमा छौँ हामी दर्शक बिग्नहरू हामी झर्ना देखाउने कोसिसमा छौँ हो निरन्तर प्रयास साथ अब हामी आइपुगिसकेका छौँ झर्नालाई हेर्नेछौँ त्यसपछि हामी तातो पनि पुग्यो। त्यहाँ होल क्लास मिलेर एउटा रिल्स डान्स बनायो। मुस्ताङमा
मुस्ताङमा केडाहरू ग्याङ ग्याङ मुस्ताङमा गर्दै मस्ट्याङमा मैया रुपैयाँ ओछ्यानमा ओ मुस्ताङमा केडाहरू ग्याङ ग्याङ कतिजना हामी नेक्स्ट प्लान अनुसार हामी गलेश्वर धाम गयौँ। जय शम्भु गाजा कम्बो खै त खै त्यो नर्मल हो औषधि हो त्यो हार्दी औषधि हो चाहिँ अब यहाँबाट 3 किलोमिटर बागलुङ 18 पोखरा ओए हामी चाहिँ महादेव मन्दिरमा जाँदैछौँ 5 रुपैयाँको के भन्छ भित्र के रे 5 रुपैयाँको जग्गाभित्र होइन हो फेरिएको छ हाम्रो जेनी सरकार कुखुरा झोकाएर बस्नुभएको छ हजुर म यस्तै हो आगे यस्तो लडेको छ गाइस है यत्तिकै म चाहिँ बसमा धेरै नै एक्साइटेड भएर नाची यताउता गरेँ होइन त्यही भएर अलिअलि गाह्रो भइरहेको छ त्यही भएर सक्ति नै छैन अलिक बलै छैन भात थाहा छैन भात पनि अब यहाँबाट अन्नले होटलमा मस्तले खाने हो होइन रुचाएर फेरि ब्राङ ब्राङ खाने पर्छ होइन त्यही भएर यसो एनर्जी बचाएर राखेको अहिले पछि रमाइलो हान्नुपर्छ मन्दिरमा अब यहाँ सायो ठुलो कुरो भयो अहिलेसम्म होइन इनर्जी चाहिँ छैन इनर्जी चाहिँ छैन अलि मुड पनि अलि छैन त्यही भएर पनि हो तिमीहरू चाहिँ किन मन्दिर गयो भित्र किन जुत्ता खोल्नुपर्छ जुत्ता हराउँछ त्यही हो सबैको गर त्यही हो स्कुल त्यही हो सबै यही हो अल्छीहरू हो तिमीहरू जानै मन छैन हिँड्ने सबै चाहिँ किन नजाने तिमीहरू यहाँ बस्यो भने भित्र चाहिँ भिडियो गर्न मिल्दैन तिमीहरू हुँदैन त्यही हो अल्छीहरू त्यो दिन पनि खाना निकै ढिलो भएको थियो। खाना खाना बस्दा लगभग 1 नै बज्न लागेको थियो। सबैजना भोकले थकित र साइलेन्ट भइसकेका थिए। अझै कुन होटलमा खाना खाने हो भन्ने थाहा नै नभएकाले होटल लोकेट गर्न निकै डिफिकल्ट भएको थियो, जसको कारण थियो हामी सबैजना एउटै ग्रुपमा नहिँडेकोले। तनावग्रस्त गाइज होटलमा आएको त खाना मुक्तिनाथ मुस्ताङको सफरपछि चाहिँ अब यहाँ खानालाई रोकेको छ 12:30 भइसक्यो भोग्लाएर खानिसक्यो के हो यस्तै लाइन लाग्नु पर्यो
गाइस यो भात है भात बिसजनाको ग्रुप नि आउनु भयो म त भोकले मेरो त बोल्ने इनर्जी छैन सबै भेज आइटम मात्रै भयो क्या मासु भएन कि तर लास्ट दुको लागि हामी फेरि अर्को डेस्टिनेसनतर्फ अघि बढ्यौँ बागलुङमा रहेको पञ्चकोट हेलो ग्याङ आज यो कुन ठाउँ हो हामी जुन ठाउँ भने आइसकेका छौँ अब रैला हान्नुपर्छ यहाँ माथि गएर उकालो चाहिँ लास्टै उकालो रहेछ तर पनि अब हामी जाँदैछौँ मासतिर के भने जानै पर्ने हुन्छ त यहाँ आएपछि बसमा पनि कति बस्नु जाडो भएन तिमीलाई कस्तो लाग्यो सोरे गयो रमाइलो भइरहेको छ सबैले कस्तो लागिरहेको त्यस्तै हो कस्तो रमाइलो लागिरहेको छ यो कुन ठाउँ रे पञ्चकोट होइन 5वटा कोट गरे पञ्चकोट भनेको हजुर मन्दिरमा भर्खर भित्र गएर तर यहाँ आज फिनिसिङ आशीर्वाद लिएर आइयो यहाँ बनाइरहेको एक साइड सबैभन्दा यो टुर आइसक्नु भयो भित्र मन्दिर गएर आशीर्वाद लिएर देवीको पनि त्यस्तै कार्यहरू गरौँ भनेर अब बाँकी अब त हनुमान मलाई त हनुमानवाला हेर्नु पर्ने छ होइन म पनि भगवान् रामको हनुमान बन्न चाहन्छु सबै भगवान्को होइन हनुमानै बन्न पाइयो भने त्यो अवसर पाउनु भनेको पनि एकदमै ठुलो कुरा हो कर्म होइन सेवा भनेर भन्छ कि सेवा पाएपछि फेरि आफू 100% त्यसमा लागि परेर अगाडि बढ्यो भने जीवन सफल रहन्छ 5वटा कोट भएको खासमा त्यसरी यहाँ पञ्चकोट नराख्या हो यहाँ अहिले फिनिसिङ भएको छैन खास यहाँ निर्माण भइरहेछ अझै माथि राम्रो ठाउँ बनाइरहेछन् अझ फिनिसिङ भएको छैन यति धेरै पपुलर भएको मान्छेहरू चाहिँ त्यो पहिलेदेखि थियो तर यहाँ त्यति पपुलर थिएन मान्छेहरू जब थपिँदै जाँदाखेरि चाहिँ पछि यहाँ अझ निर्माण गरिरहेछन् क्या त्यही भएर हनुमान यो बागलुङदेखि टपमा हो क्या बागलुङभन्दा पञ्चकोट 5वटा कोट भएर मन्दिर पहिले थियो त्यहाँ माथि नि भइरहेछ निर्माण तर फिनिसिङ भएको छैन तल नि भइरहेछ तल पनि गुफाहरू छन् सिंह गुफा है मेरो यो अहिलेसम्म मुक्तिनाथ 11 पटक हजुर तर म अहिले पञ्चकोट चाहिँ पहिलो पटक हो कति लकी रहेछ सबैजना यस्तो 11 पटक मुक्तिनाथ गएको सरसँग आज पहिलो पटक पञ्चकोट हामी सँगै छौँ यो यात्रा अस्ति हामी यो मङ्सिरमा आउँदाखेरि हजुर यहाँ माथिसम्म लैजानु त भनेर गाडी ल्यायो भनेको 11,000 भन्यो 11,000 भन्यो होइन अनि त्यसपछि फेरि आधी जाने आधी नजाने भइदियो कि टिम मिलेन टिम नमिले अनि त्यतिखेर थाती रह्यो एक वर्ष आँटेको कुरा आज पुरा कस्तो दिन रहेछ सर आज महाशिवरात्रि सर पुर्यायो कि आज हनुमानसँग गएर हामी फोटो खिच्नु प्रतिबद्ध त भनिन्छ हामी सबै हनुमान बन्ने ठाउँ छ है त भगवान् रामको हामी सबै हनुमान बन्ने ठाउँ अगाडि बढाउने छ हाम्रो कार्य ओ माई गड हेर्नु त तर यो पहाडको नाम के अरे सर उनी उठाएको होइन पहाडको यो त यो के अरे पहाडको नाम कोलाई थाहा यो पहाडको नाम के हो सर आउनु पंचकोट भगवान की दादू भगवान की विष्णु भगवान की सर की यो पञ्चकोट होइन पञ्चकोटको दृश्य त्यहाँबाट हामी झोलुङ्गे पुल गण्डकी गोल्डन ब्रिजमा पुग्यौँ जुन निकै रोमाञ्चक अनुभव थियो
बागलुङको झोलुङ्गे पुलमा आइसकेका छौँ। बागलुङको एकदमै प्रख्यात ब्रिज हो यो चाहिँ र हामी यहाँ सबैजना साथीहरू यहाँनिर आइरहेका छौँ र यहाँको केही दृश्यहरू तपाईँलाई देखाउनेछौँ। इन्जोय रमाइलो लिनुलाई रमाइलो गर्न एकदम पानी परिरहेको छ अहिले चाहिँ अब हामी एकदमै पानी परिरहेको छ तै पनि अब यहाँसम्म आइसकेपछि यो पुलको सहर बन्नै पर्यो होइन यतिको चाहिँ हामीले गर्नै पर्ने हुन्छ। हामी चाहिँ सबैजना साथीहरू छौँ पानी पर्यो क्यान्सिल अब क्यान्सिल भयो क्यान्सिल सबैले फर्का हो सबैले फर्का हो सबैले फर्का हो नि पानी पर्यो केटा हौ जाउँ साथीहरू अब चाहिँ पानी परेर हाम्रो चाहिँ पानी परेको कारण यो चोटिको फेरि फर्किन लागेको छ। अब फेरि अर्कोचोटि आउनेछ पानी रोक्यो भने फेरि आउन सक्छन् तर धेरै पानी पर्दा सम्भावना छ। अब हेरौँ अब के हुन्छ। झोलुङ्गे पुलदेखि नै पानी पानी परेर के पानी परेर यस्तो दामी अहिले चाहिँ पानी रोकेको जस्तो भयो त्यो भएर हामी फेरि जाँदैछौँ। यहाँसम्म आएपछि पानी पनि रोकेको छ किन फर्किहाल्नु। म त त्यहाँ बिचमा गएर डराएर हाम्रो केही साथीहरू सबै आयो र डराएर फर्किनु भएको सबै आएन तर हिम्मत देखाउनु सबैभन्दा कुरा है साथीहरू। ल पानी परे पनि हामी चाहिँ आफ्नो भगवान् दिए तपाईँहरूको लागि भनेर आफ्नो यहाँको केही मुभमेन्टहरू यहाँको ब्रिजको प्रकृति बनावटको प्रकृति यहाँको वरिपरिको वातावरण देखाउन गइरहेको छौँ। हेरेर साथ दिनु होला है। सरले चाहिँ हामीलाई कराउनु भएको छ अलिकति फुल हल्लियो भनेर। ठिकै छ अनि पुल हल्ला झर्नै उल्टेन आरामले यहाँ चाहिँ हाम्रो साथीहरू सरहरू चाहिँ एकदम फुल हाल्ने डराएर आरामले गइरहनु भएको छ। यस्तो चाहिँ तपाईँहरूले नगर्नु होला। यहाँ आएर केवल इन्जोय गर्नुहोस् यहाँको मुभमेन्टहरू हेरेर इन्जोय एभ्री मुभमेन्ट है। हरेक समय हरेक प्रत्येक सेकेन्डको चाहिँ इन्जोय रमाइलो गर्नुहोस्। लाइफमा फेरि यो मुभमेन्टहरू फर्किएर आउँदैन है। तपाईँहरू पनि आउनुहोस् घुम्नुहोस् र यो रमाइलो एकदम आनन्दमय ठाउँको रमाइलो लिनुहोस्। हाम्रो यही होइन त सेकेन्ड लास्ट डेस्टिनेसन टुरको सेकेन्ड लास्ट डेस्टिनेसन यही हो। साथीहरू अझ लगभग हामी आधी अझै अलि होइन कि जस्तो पनि भइरहेको छ। यत्रो हिँडिसकेपछि पनि लामो रहेको छ यहाँको पुल चाहिँ। र यस्तो भारी बर्सात हुँदै गर्दा पनि हुन खोज्दा पनि तपाईँहरूको लागि भनेर हामी खै रमाइलो यस्तो फुल हराइरहनु भएको छ। तर म तपाईँहरूलाई एकदम भन्न चाहन्छु यस्तो गल्ती चाहिँ नगर्नु होला जसले गर्दा आफ्नो साथसाथै अरूलाई पनि नराम्रो हुन्छ। किनभने कोही मान्छे एकदम डराउने खालको त्यस्तो देख्नु हुन्छ। यहाँ चाहिँ के भइरहेको भने त्यो यो पुल धेरै हल्ला भएर हाम्रो साथीहरू पनि बिचबाटै फर्केर गएको थियो। हामी चाहिँ अब आएपछि के फर्केर जाने भनेर पुरै हिँड्दैछौँ। एकदम कन्चन एकदम सफाइ हाम्रो केटाहरू यसरी दौडिनु भएन यो पुल हालेको। यो नेपालकै लामो पुल होइन चाहिँ के हो यो अहिले भाइरल चाहिँ पुल हो होइन। हजुर पहिला चाहिँ बागलुङको यहाँ पर उसमा त्यसले बनिन्छ पर गइन्थ्यो। हजुर अहिले चाहिँ यो भाइरल पुल बनेपछि हजुर यो लगभग 95% यता यही पुललाई मान्छन् लाम पनि भनेर। तर एकुरेट चाहिँ डेटा मलाई थाहा छैन है। भर्खरै लास्टमा आएको हो 5-7 दिनहरूको बिचमा त्यसपछि आइहाल्ने। त्यसो र फटाफट हिँडेको छु। यो बिस्तारै हिँड्यो भने चाहिँ झन् बढी हल्लेको त्यही भएर हामी पनि दौडिनु। अब अहिले हामी यस पछाडि बागलुङ कालिका बागलुङ कालिका अनि ठिक छ ल दौडिनु सर ल दौडिनु सर दौडिनु हामी दौडिनु यहाँ एकछिन दौडिनु सक्छ नि। भर्खर आएको यहाँ कति लाग्यो बिचा कस्तो हालिदिने यहाँ।
गोल्डन ब्रिज बागलुङको गोल्डन ब्रिजमा हाम्रो सुमिना रिजाल एकदमै म्याराथन दौडिरहेको छ ल यता फर्क ल अघि आएको फर्कन लागेको छ अब चाहिँ कति मिनटमा पुग्दो रहेछ हामी हेर्नुहोस् टाइमहरू त कति भयो टाइम 25 ल 25 कति 25 4:25 अब कतिमा पुगिन्छ हेरौँ है त ल ब्रिजतिर चाहिँ अलि हल्लिन्छ है गाइस अलि मोबाइल होइन हामी चाहिँ मोबाइल ब्रिजतिर मोबाइल बन्द गर्छौँ अनि अलिक छिटो हिँड्ने कोसिस गर्छौँ यो बिचतिर आएपछि चाहिँ पुल धेरै नै के अरे हल्ल्याएको भएर दौडिँदैछौँ ओ भाइ ओ के हो यो त 30 दौड्यो 20 दौड्यो ओ रोक यो त लोड्दो भयो या रोका ओए सब रोका यो त के हो यार त्यही सोचिरहेको छु धेरै बत्ती खाँदा ल एकदमै हाल्यो तिमीले बचाल ल्याउँछ है यस म चाहिँ भागेँ एकछिनपछि लेकै छ एकदम बहुत लम्बा दौड़ टाइमहरू त कति मिनट लाग्यो 35 10 मिनट लाग्दो रहेछ अझै हामी दौडेर आज त्यसपछि हामी बागलुङ कालिका मन्दिर गयो त्यहाँ हामीले आरती हेऱ्यौँ त्यति बेला हल्का पानी पनि परिरहेको थियो जसले गर्दा वातावरणलाई अझै इमोसनल र पिसफुल बनाएको थियो हाम्रो यहाँ पानी परेर के होइन अब चाहिँ हामी कालिका मन्दिरबाट फर्किन लागेको छौँ अहिले चाहिँ चुच्चा पानी परिरहेको छ त्यही पनि फर्किन लागिरहेको छ एकजना मान्छेले चाहिँ धेरै नै आरती नै सब भ्याउन मन लागेको थियो तर हामीले चाहिँ आरती पुरै हेरेनौँ अब चाहिँ हामी फर्किन लाग्यो त्यसरी हामी फर्किँदैछौँ
फर्स्ट टाइम मन्दिरमा यति धेरै टाइम बसेँ होला म चाहिँ छुट्टै आनन्द हुन्छ म धेरै बसेन खाने यार यो भिडियो सुट गर्ने बेलाको मेन च्यालेन्ज भनेकै गोब्रोको ब्याट्री लो हुनु थियो। हामीले चार्ज गर्न पाएका थिएनौँ, त्यसैले हामीले लङ सर्ट लिन नसकी सर्ट क्लिपहरू मात्र क्याप्चर गरिरहेका थियौँ। हाम्रो घुम्ने स्थानहरू लगभग सकिसकेको थियो। हाम्रो अर्को डेस्टिनेसन थियो पोखरा। थगाइने लाएर केही घन्टाको यात्रापछि हामी पोखरा पुग्यौँ। पोखराको एक होटलमा डिनर खाएपछि हामी ग्रुपमा लेक साइडमा इभिनिङ वाकको लागि निस्कियौँ। थालिएर लाइन बसे आधी घन्टा बस्यो भातै खाएन कति बेला हो ल हामी खाना खाँदैछौँ सबैजना होइन। अनि ल हाम्रो साथीहरू मासु यहाँ छ ब्याग खुदेर हामी यहाँ चाहिँ पोखरामा होटेलमा खाना खान लागिरहेको छौँ र यहाँ हाम्रो साथीहरू खानाको बारेमा एक रिभ्यू कस्तो भयो त कस्तो रह्यो हाम्रो खाना खाँदै हुनुहुन्छ तै पनि ल टेस्ट गर्न गर्दै सोधिहाल्नु मैले त एकदम दाल मिठो आएर सब्जी त दाल मिठो आएर दाल मिठो भयो साथी तिमीलाई मलाई एकदम सब ठिक छ ल हेलो साथी कस्तो लाग्यो तिमीलाई खाना खाना मिठो लागिरहेको यहाँ मासुमा चाहिँ अलि भएन यो के भन्नु के सुधार्नु पर्ने यो अलि मिलाउनु पऱ्यो मासु हल्का धेरै हाल्नु पऱ्यो मासु कम भयो मासु कस्तो लाग्यो तिमीलाई यहाँको खाना यस्तै त नि कुया ल्यायो कि बनाइरह भने मगा झाप झन् झापको आलु बनाइरह हाम्रो यहाँ विकास सरलाई कस्तो लाग्यो खाना त छ है तर मुला अचार हल्का हल्का गना रहेछ बस्ने ठाउँको व्यवस्था अलि रहेन त धेरै मान्छेलाई अनि त्यही हो खानाको नि हामीले म्यानेज गरेर खाइरहेको छौँ गाइस ल यहाँ हाम्रो सन्ध्यालाई यो होटेलको खानाको बारेमा रिभ्यू कस्तो आजको पनि यार अरूको भन्दा पनि हेलो साथीहरू कस्तो लाग्यो तिम्रो खानाहरू ए खाएकै छैन यार मासु खाएकै छ मासु खाएपछि थाहा हुन्छ टेस्ट गरौँ है मात्र होइन यहाँ छ मैले त 3 प्लेट मासु ल मलाई अलिक घाँटीमा लाग्ने खालको पिरो छ है ठिक छ साथीले आन्सर दिएको छ यो अचार चाहिँ मिठो लागेन अर्को साथीलाई पनि सोध्न चाहन्छु 3 प्लेट मासु खाइदियो पिरो रहेछ कि अब 3 प्लेट तर मासु बारेमा कमेन्ट गरेर आछन् साथीले तिमी के भन्नु चाहन्छौ अब के भन्नु मैले त 3 प्लेट खाइहालेँ तिमी चाहिँ नखाऊ है अरूले कम गर्न सक्छ हरेकको अब मनपर्ने कुरा डिफ्रेन्ट हुन्छ होइन डिफ्रेन्ट ल म खाना छुट्टै छ कति एकछिन बसेर चाहिँ हामी लेफ्ट साइडतिर यसो निस्केको छौँ यसो वाकको लागि है खाना खाने बित्तिकै अब बसिहाल्नु पनि भएन त्यस कारण चाहिँ यसो हामी एकछिन चाहिँ खाना खाएर लेक साइडतिर निस्केको छौँ साथीहरू रमाइलो गर्नको लागि र तिमीलाई हाम्रो एकजना साथीलाई यस्तो खानाको बारेमा रिभ्यू सोध्छु कस्तो लाग्यो तिमी मलाई एकदम खुसी लाग्यो यस्तो गोरी मान्छेले नि सोचेपछि त हामी त के गर्नु त अनि तेरे नामको जस्तो मेरो पार्टनर खोइ मेरो पार्टनर ल भयो छोड दे मान्छे देखेन अब मैले कसरी फेरि तपाईँहरूले चाहिँ हावा मान्छे नहुँदा नि भ्लगमा ल्यायो भन्नु सोच्नु होला त्यस्तो होइन
अलि यहाँ लाइट थिएन त्यही भएर हो हामीहरू कहाँ जानु अरे हामी अहिले लेफ्ट साइड जाँदैछौँ है हाम्रो कता यस्तो छ मनु भन्ने सेवा परेको छ मनुको यहाँ त डुब्या डुबे छ त्यहाँ बसेको छ मनुलाई चाहिँ छटपटा छ के गर्नु यतापट्टि अनि राइट साइड आऊ हामी साथीले बोलाउँदै त्यो साथीले बोलाउँदै अनि राइट साइड आऊ राइट साइडबाट चोक यहाँ हाइवे लाग्छ हाइवे लाग्यो त्यहाँ टर्न लेफ्ट होइन सिधा आऊ कोलकाता रहेछ म अहिले भन्दै हामी के कुरा गर्ने भन्ने एकदम अन्डेमा रहेको छ ल के गर्छिन् रे घरको साथी चाहिँ यस्तो फोनमा कुरा गर्नुभएको साथी घरतिर होला होइन भाग्ने क्या भाग्ने भयो आइज न चल अरे होइन अलिअलि बोलाउन चाहिँ बोलिनु बोल्नु आउँदैन कहाँको त्यो कुहिरे नि एकदमै रमाइलो लागिरह हामी यतिखेर लेक साइडको साइड हिँडिरहेको छौँ अहिले फन पार्कभित्रतिर आयौँ ओके गेम हामी खेलेकै गेम हो तर यहाँ चाहिँ सजी सजाउ गरेको र त्यो अर्कै भाइब हुँदो रहेछ कि र यो टाइममा चाहिँ काठमाडौँमा फन पार्क खुल्दैन तर पोखरा अहिले लगभग 10 बजिसकेको छ र सबै गेमहरू चाहिँ ओपन छ तपाईँ जतिखेर पनि खेल्न सक्नुहुन्छ यो चाहिँ पोखराको ड्युटी रहेको छ एकदमै राम्रो भइरह पोखराको चाहिँ फेवाताल साइडमा चाहिँ यस्तो प्रकारको रहेको छ होइन त्यो त्यहाँ एउटा माथिल्लो छोड्नु भएको थियो यस्तो गर्नुको लागि हाम्रो साथीहरू चाहिँ खेलौँ 360 वाला नचढौँ भनेर सोचिरहेको र तर हेर्दा चाहिँ एकदम डरलाग्दो देखिरहेको छ है के खेल्ने भन्नु आज ल म खेलाइदिन्छु कोलम्बस खेल्ने कोलम्बो खेल्ने उता कार पनि खेल्ने उता कार मलाई नानीलाई डिस हान्दिएर आने गरेछ त्यहाँ रमाइलो त भयो तर सायद टुरको लास्ट दिन भएकोले वा घर फर्किने समय नजिकै गरेकोले हो साथीहरू पहिलो जस्तो धेरै एक्साइटेड देखिँदैनथे त्यसपछि हामी होटल फर्क्यौँ र करिब 10-11 बजेतिर पोखराबाट काठमाडौँ फर्कने यात्रा सुरु गर्यौँ बस चढेपछि बसभित्रको एटमोस्फियर फेरि चेन्ज भयो कोही डान्स गर्दै थिए कोही सिङ्गिङ गर्दै थिए त कोही स्लिप मोडमा अनि कोही यो हाम्रो टुरको लास्ट नाइट हो इन्जोय गरौँ भन्दै सबैलाई उठाइरहेका थिए करिब 2-3 घण्टा बसभित्र फुल पार्टी भाइब चलिरह्यो तर बिस्तारै सबै थाक्दै जाँदा त्यो इनर्जी कम हुँदै गयो त्यो रातको मेमोरेबल मोमेन्टहरू मध्ये केही साथीहरू रातभरि नसुती गफ गर्दै बस्यो भने हाम्रो साथी हरिश जोशीले भने सिटमा सुत्न गाह्रो भयो भन्दै गाडीको बीचको खाली भागमा सुतेको थियो यी दुवै घटनाहरू निकै फन्नी र अविस्मरणीय छ
यस्तो गर्छु काका भइहाल्यो त्यहाँ भयो यहाँ सिराम राखिदिन्छु भाइ ओए हेर्नुहोस् प्यारा मित्रजनहरू हाम्रा यो मेरो साथी हो यस आई एम हरिश जोशी सिधै पश्चिमबाट ठाउँ नपाएर भुइँमा सुतिरहेको छु अनुहार देखाउ न केटा हो यस्तो घाम भयो काम भयो समात भाइ हजुर एकजना यता लाइट लाउ त ए फेरि के गर्यो फेरि राजा यस्तो गर त ओइ हल्का मेरो राजा घोडामा आउँछ अरे खलासी त केही घन्टापछि गाडी धादिङमा रहेको सिमलेमा रोक्यो। काठमाडौँ नजिकै जाँदा समय झन् कम हुँदै गइरहेको अनुभूति भइरहेको थियो। टुर सकिँदैछ भन्ने रियलाइजेसन सबैको मनमा थियो। साथीहरूको मुड पनि बिस्तारै सिरियस र इमोसनल बन्दै गइरहेको थियो। अहिले चाहिँ बिहानको कति बजे हो 3 बजे छ अनि 3 बजे चाहिँ हामी ओइ चिया खान रोक्यो हैन हामी के खान रोक्यो भन 3 बजे चिया खान रोकेको छौँ हामी के भन्नु अब ट्याक्क घर पनि काठमाडौँ पनि कति बजेतिर पुग्छौँ भन्ने 4 सायद 2 घण्टामा पुग्छौँ कि हामी 2 घण्टा लाग्दैन नजिकै आइसक्यो हो भन्छ त 1 घण्टा 3 बजे चिया खान उठेका छौँ हामी चाहिँ 3 बजे चिया खान उठेका छौँ अब चिया चाहिँ तिमीले चिया आइदौ चिया आइदौ सबै आफ्नो हाम्रो जिनिसको पीडा कहाँ खान होला म व्यक्त गर्न चाहन्छु कहाँ के पिरो भयो भने नभन्नु यार ब्लगमा त नभन्नु क्यामेरामा चाहिँ कट सुतिरहेको छैन घर आइसक्यो भाइ के हो पावर ब्याङ्क ल है साथीहरू हामी चाहिँ सबै घुमेर फर्कियो यात्राको क्रममा र गल्छीभन्दा हल्का माथि आएर 2:45 चिया खान सरहरू बस्नुभएको छ। अब यहाँ चिया खाएर हामी निस्किन्छौँ। अब लगभग 1.5 घन्टा 1 घन्टामा हामी काठमाडौँ पुग्छौँ। सुजु भाइले ओए विटी मिलाएर गाडीको परेन परा छैन अरे कम छ त राजा तलाई तिमीले झारा न ओ भाइ तिम्रो एक्सपिरियन्स कस्तो भयो यो के यार त यस्तो मिठो फर्म छ नेपाली टक्क सिरानी भन्छ हैन खलाजी दाइले कम्मल चाहियो भन्दा चाहिँ नै ए कम्मल चाहिन्छ भने सुतेको नै भन्छ यति कम्फर्टेबल हो र ल फेरि पनि सुत्दियो ल ल बाइ गुड नाइट हो गुड नाइट तिमीले जान्छ जिन्दगी पहिलो खा होला त्यसलाई हेर नि त्यसलाई तिम्रो जोसँग यार यस्तो रोटी मान्छे तपाईले सास फेर्यो भने पनि माने अन्डर दिएको त्यसको पछि हाल्दै लाइट वाला लाइट मोबाइल लाइट वाला है कोही जल्ल माने कोही जल्ल चिना ओ अन्डर कस्तो अन्डर ए मेरो अन्डर टल्किरहेर चाहिँ नचिने मैले म के म रुपिस भन्दा माने अगाडि ठाउँ छ धेरै अन्डर रहेछ लास्ट टाइम महसुस गरेँ मैले आफ्ना साथीहरूलाई नजिकबाट चिन्ने एउटा दुर्लभ अवसर पाएँ। We did not just travel to new place, we discover new side of each other. कक्षा कोठाभित्र देखिने उनीहरूभन्दा बाहिर उनीहरू वास्तवमा कस्ता छन् भन्ने कुरा बुझ्न पाए।
कसैको रमाइलो स्वभावभित्र लुकेको संवेदनशीलता देखियो, कसैको शान्त स्वभावमा गहिरो सोच र माया भेटियो र कसैको वास्तविक पर्सनालिटी पहिलो पटक महसुस भयो। हामी सँगै हाँस्यौँ, सँगै थाक्यो, कहिलेकाहीँ सानो कुरामा नै ठुलो खुसी महसुस गर्यौँ। सायद यात्राको सबैभन्दा ठुलो उपहार नयाँ ठाउँहरू घुम्नु होइन, मानिसहरूलाई नजिकबाट चिन्न पाउनु हो। यही यात्राले बुझायो कि हामी केवल एउटा कक्षामा पढ्ने विद्यार्थी मात्र होइनौँ, हामी एक अर्काको जीवनको एउटा सानो तर महत्त्वपूर्ण हिस्सा हो। समयसँगै सायद हामी आफ्नो बाटोमा टाढा जानेछौँ, दैनिक जीवनमा व्यस्त हुनेछौँ, तर यी दिनहरू, यी मोमेन्टहरू सधैँ मनको कतै सुरक्षित रहनेछन्। र जब भविष्यमा हामी यी सम्झनाहरू सम्झिनेछौँ, सायद एकछिन चुप लाग्नेछौँ अनि हल्का मुस्कुराउनेछौँ, किनकि यो समय फर्केर कहिले आउने छैन। र यसरी हाम्रो अविस्मरणीय यात्रा समयसँगै सके पनि सम्झनाहरू भने कहिले सकिने छैनन्। साढे 4 भइसकेको छ र अब चाहिँ हामी लगभग फर्किसकेको छौँ, कलेज आइपुग्न लागिसकेको छ र साथीहरू बिस्तारै आफ्नो रुम नजिकै बाटोमा जाँदा कलेजसम्म कहाँ नजिक पर्छ त्यहाँ ओर्लिने प्रयास गर्दै हुनुहुन्छ र हाम्रो यो यात्रामा तपाईँहरूले हेरेर साथ दिनुभयो, धन्यवाद छ तपाईँहरूलाई यहाँसम्म भिडियो हेरिदिनु भएकोमा। र अब चाहिँ हामी यहाँबाट सबैजना बिस्तारै छुट्नेछौँ, कोही चाहिँ कलेजबाटै जानुपर्ने हुन्छ, आफ्नो त्यहाँसम्म छुट्ने जानेछन् है त। ब्लग हेर्दै हामीलाई साथ सपोर्ट दिनुभयो। अब घन्टा भइसकेको छ, 5:30 भइसकेको छ। आजको दिन चाहिँ 2026 फेब्रुअरी 16 होइन, आज फेब्रुअरी 16 2082 फागुन 4 गते। अब घर जाने बेला आएर कस्तो लागिरहेको त जोसी? यस्तो निन्द्रा लागिरहेको ठिकै छ। घर जाने बेला कस्तो लाग्यो? राम्रो लाग्यो, नराम्रो लागिरहेको छ त्यस्तो, सबै रुट ला जस्तो भइरहेको। एकछिन छोरा ब्रान्ड हेर्न बडा ए जुत्ता त्यो तिम्रो होइन हो यार, अर्को त लास्टमा सरलाई कस्तो लागिरहेको? ओके, अब यो छुट्टिने बेला जहिले पनि यो नरमाइलो लाग्छ होइन, नरमाइलो लागिरह, तर पनि यही हो संसारको रीति, भेटिने चाहिँ छुट्नुपर्छ। सुरुवात गरेपछि त्यसको अन्त्य पनि गर्नुपर्ने हुन्छ। टुर अन्त्य भएको हो, हाम्रो क्लास स्टिल छ, कन्टिन्यू हामी गर्नेछौँ। अब आज चाहिँ अब क्लास त लाग्छ, तर हामी चाहिँ टुरबाट आएको भएर कोही आउनेवाला होइनौँ, भोलिदेखि आउनेछौँ र भोलि चाहिँ यो टुरलाई अझै मेमोरेबल यो मेमोरेबल बनाउनलाई नि हामीले आफ्नो आफ्नो अनुभव थोरै सुनाउने, त्यो म क्लासमा राख्छु होइन। तिमीहरूको पनि ग्रोथ हुन्छ, यत्रो टुर गयो नि, राम्रो पछि नराम्रो पछि दुइटै छ होइन, त्यो चाहिँ म भन्न लाउँछु। अनि त्यसपछि फेरि रिभाइभ हुन्छ एकचोटि टुर, त्यो हामी गरौँला। ओके, आज फागुनको 4 गते होइन, 4 दिनको टुर भनेको थियौँ। 4 दिनको टुरमा राति बिहान 5 बजे 5 घन्टा जोडिएको छ। लगभग 5 बजे हाम्रो यहाँ स्कुलमा आएर यात्रा यहीँ टुङ्गिएको छ। हाम्रो 4 दिनको भ्रमण, शैक्षिक भ्रमण वाराणसीको हामी यहीँ समाप्त गरेको छौँ। सन्ध्या धेरै खुसी भएर घर जाँदैछन्, यिनको अनुभव हामीले सुन्नेछौँ। सन्ध्यालाई अहिले बोली आउँदैन होइन, अहिले किनकि एकदमै धेरै कराएर सब सुकेको छ। अहिले अब भोलि एकदमै फ्रेस भएर रेस भएर भोलि बोल्ने छैन। चार दिनको यो यात्रा सकियो, तर यहाँ बनेका सम्झनाहरू कहिले सकिने छैनन्। बाटोहरू फरक भए पनि यी पलहरू सधैँ हाम्रो मनमा सँगै रहनेछन्। सायद वर्षौँपछि पनि हामी यी दिनहरू सम्झेर मुस्कुराउनेछौँ, किनकि यो केवल भ्रमण थिएन, यो हाम्रो जीवनको एउटा अमूल्य अध्याय थियो। One day we will look back at this moment and realize we were living the best days of our lives without even knowing it.